म चाहिँ फाइनल्ली अब निस्केँ आरुघाट जानलाई। बुढीले यहाँ बाई बाई गर्दैछन् मलाई, शुभयात्रा भन्दैछ। आरुघाट गाउँ युवा क्लबले आयोजना गरेको महिला पुरुष भलिबल प्रतियोगितामाको लागि चाहिँ यात्रा आज गोर्खा आरुघाटसम्मको हो होइन। अब यस्तो पो छ है, के हो यस्तो, म बनाइदिइहाल्छु नि भन्दै मेरो बुढीले फेरि यता ए नसक्ने बोल। ल बाई बाई, राम्रोसँग बस है। अनि गएर फोन गरौँला। अब चाहिँ निस्क्यो हामी आरुघाटसम्मको यात्रा। अनि बाटोको भिडियो ब्लगहरू सब भिडियोहरू पनि तपाईँलाई देखाउँछु। अनि अब चाहिँ म हेमराज हमाललाई रिसिभ गर्न जाँदैछु। अनि हेमराज हमाललाई रिसिभ गरेर अनि त्यसपछि सरर र हेमराज भाइ र म रुकुम जाँदा जसरी रमाइलो गरेको थिएँ त्यसरी नै रमाइलो गर्दै आरुघाटसम्मको यात्रा तयार गरेको छु। अनि आरुघाट गेमको लागि आवश्यक खेल सामग्रीहरू झोला केहरू बोक्नै पर्यो। बुढीले सपोर्ट गरिरहेछ मलाई फेरि यहाँ सामान दिनु के हुन्छ है क्या आज बाटोमा। ल बाई बाई। ट्याक्क तिमीलाई रिसिभ गर्न गयो भनेर भनेको थियो नि त। रिसिभ गरेपछि त्यहाँ भ्लगमा त्यहाँ ट्याक्क झोला बोकेर ठ्याक्क आएको थियो। म त कतिखेर तिमीलाई भेट्नु मात्रै भएछ यहाँ। ल अहिले फाइनली हामी दुई भाइ भेट भइसकेका छौँ। अब हामी गाडी चढेर अब हिँडिसक्यौँ। अब चाहिँ हामी अब फेरि खेलाडीलाई रिसिभ गर्छौँ होइन। खेलाडीलाई रिसिभ गरेर सरर र गोर्खा आरुघाट युवा क्लबको आयोजनामा भएको भलिबल खुल्ला महिला भलिबल र गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा सबैजनाले हेमराज कहाँ गयो भनेर सोध्थ्यो मलाई होइन। अब हेमराज चाहिँ यहाँ छ है। सबैजनाले यता हजुरले भनेर एकदमै त्यो थाहा छ। त्यही भएर नै मलाई आयोजक साथीहरूले मलाई जिम्मा दिएको त होइन। अनि विशेष हाम्रो शोभित भाइलाई थ्याङ्क यू है। यो हामी दुई भाइलाई सँगै आरुघाटसम्म पुग्नको लागि चाहिँ हाम्रो खेल संयोजक अनि इन्जिनियर पनि हुनुहुन्छ शोभित श्रेष्ठ यस कार्यक्रमको संयोजक। अब चाहिँ हामी सबैसँग भेट भयो होइन है। अब हाम्रो टिम अब हिँड्यो होइन। ल हाम्रो यात्रा कहाँसम्मको हो? ल गोर्खा मनकामना चाहिँ होइन, गोर्खा आरुघाटसम्म है। मनकामना रे जेहोस् मनकामना माइले रक्षा गरौँ हामी सबैजनालाई। ल हामी अब हिँड्यौँ। अब चाहिँ हामी सरल र आरुघाटको यात्रा गोर्खा बाटोको। अब यो विशेष खिच्नलाई सहयोग गर्ने हाम्रो रेबिका बहिनीलाई अब यो फोन रेबिकाको हातमा हुन्छ। यहाँ चाहिँ बोलायो भनेर रञ्जन के भयो रे? के भयो? हाम्रो यहाँ जेन साथी चाहिँ एकदम मस्त गहिरो निन्द्रामा एकदम सुतेर हल्का बात मिलेन त्यस्तो छ कि यहाँ फेरि। डिस्टर्ब हालिदिनु भयो कि फेरि भाइले। ल ल हाई गर्दै हुनुहुन्छ त। कस्तो होला पुलिस अङ्कल आफैले बदाम खाँदै रोडमा फाल्दै यार। भएन नि यो त, मान्दिनँ है म यस्तो। सबैजना लागियो अब चोकतिर। हामी चाहिँ अब हामीलाई जान दिएन यहाँबाट। अनि हामी चाहिँ हिँडेर जाँदैछौँ गोर्खासम्म। ओइ क्रिकेट एनपिएल। ल ल ल एनपिएल सकिसक्यो हिजोबाट। रोहित दाइ रे है। ल ल ल वाह वाह वाह। 23 वर्ष हो जम्मा। 12 सकाएर भर्खर तेरो ब्याचको हो र मेरो ब्याचको त्यहाँ दुईजना ल रोहित दाइ अनि हेर के छ त अब भन्नु न यसो। हाम्रो यो टिम आरुघाट गोर्खा आरुघाट युवा क्लबले आयोजना गरेको भलिबल टुर्नामेन्टमा चाहिँ गाडी चलाउँदैन थानकोटबाट होइन। अनि हामी चाहिँ हिँडेर जाँदैछौँ। यो छ बलले चाहिँ मेरो गाडी हो। लास्टमा हिँड्न सकेन भने म बोक्छु भनेको छ अहिले। मलाई यति भएपछि आँट आइसक्यो मलाई। कास हिँडेरै गोर्खा पुग्ने भइदिएको भए भएर हामीलाई हिँड्न नदिएर गाडीमा चार नदिएर हामी चाहिँ हिँडेर जाँदैछौँ। बाटो पिच हुँदैछ है।
अनि हामी चाहिँ यसरी हिँड्दैछौँ यहाँ बाटोमा एकदम हेर्नु यहाँ हेर्न सक्नुहुन्छ यहाँ खालले निर्माण सुरु भइसकेको छ यही भएर चाहिँ हामीलाई हिँड्न नदियो यहाँ बसमा जानु नदिएर हामी हिँडेर जाँदैछौँ कालो कालो भन्दा कालो छ नि त दाइ भन्दा कालो कालो छ नि त सबै म धेरै गोरु छु है हाम्रो जेन्सा एन्जिला सारिका भावरा अब हामी चाहिँ जाँदैछौँ अब कहाँसम्म पुग्छ त्यहाँसम्म जाँदैछौँ हामी चाहिँ अब त्यहाँबाट गाडी चढ्छौँ हामी यहाँनिर चाहिँ के हो रे निशा आई मुभीको हिरो हो रे होइन त्यो फेसमा डल्लो डल्लो पनि राखिदिनु पर्ने के लास्टमा हिरोइनले उस गरेपछि बल्ल मान्छे बन्छ ल त्यो चाहिँ हिरोइन हो रे होइन ल साँच्चै देखेको छ यार निशा ल त्यो चाहिँ साँच्चै त्यो म मुभी भर्खरै हेरे जस्तो फिल भइरहेछ क्या ल हामी चाहिँ सुरुङतिर हाम्रो एन्जिला हो सुरुङ मार्ग बनाउने मान्छे मै हो चाहिँ काम चल्यो हाम्रो लिङ्गेसन यहाँ लिङ्गेसन फ्रम रत्न पार्कै लिङ्गेसन अनि त्यसपछि ओइ जेसीबी जमिन कोतार्ने भत्काउने को बोल्यो बोले मुखले दाँतले दाँतले दाराले एन्जिलाको जस्तो दाराको गाइज हामी कहाँबाट हिँडेर यहाँसम्म आइपुगिसकेको छौँ ऊ त माथिबाट हिँड्यो नागढुङ्गाबाट हिँडेर हामी आएर कोट्ना ढुङ्गामा मैले त लिङ्गेसन पो बन्नु पर्यो जस्तो नेपाल चाहिँ अगाडि हिँड्दैछन् हाम्रो यात्रीहरू गाइजहरू हिँड्दा हिँड्दा चाहिँ हाम्रो हालत खराब सक्स फोर भएर धुलोले के हाम्रो सुन्दाखेरि चाहिँ हेर्नु एकदम नमस्ते ऊ चाहिँ गाडी लाग्ने एकदम म भाग्य नेउपानेको छु भाग्य नेउपानेको दिदी निसाको बहिनी म अङ्कलहरू हेर्नु है हेलो अङ्कल यता हेर्नुहोस् न एकचोटि हेलो अङ्कल ओ हेलो हेरिदिनु एक्सक्युज मी ओ हेलो हेरेन नि यार अङ्कलले अब पछाडि देखाएको कति राम्रो लाग्यो ऊ चाहिँ ऊ नयाँ अर्को भ्लगर पनि छ है नेपालको स्विजरल्यान्ड आएको अरे स्विजरल्यान्ड म त अस्ट्रेलियाको यो के अरे थानकोटमा आएको कहाँ अरे सारिका अमुई तिम्रो नाम के हो यो चाहिँ को हो थाहा छैन मलाई बाई 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 सी यू सुन गाइस अब मलाई चाहिँ थाहा छैन है हामी चाहिँ कहाँ आइपुगिसक्यौँ तर अब हामी चाहिँ माइती घर जान्छौँ है ऊ पर माइती घर हाम्रो माइती घर अब त्यही जान्छौँ थाहा छैन कहाँ आइपुगिसक्यो हिँड्दा हिँड्दा एकदम बेहाल भइसक्यो होइन सायद अब हामी आरुघाट यसो हिँडेर नै पुग्छौँ होला सबैजना अगाडि हिँड्छ कि म चाहिँ अब यस्तो भ्लग बनाउँदै पछाडि पछाडि यो कुकुर चाहिँ मेरो सबैजना अगाडि लाएर यहाँसम्म आइसकेछ ओइ पछि पछि लाएर आएको आम्मै ल तिमीलाई फुल यो कुकुर चाहिँ गाई चाहिँ मेरो पछि पछि लाएर यहाँसम्म आएछ मैले सियु सुन भनिदिएको थिएँ यहीँ बस्छ ल बाई बाई सियु नेभर बिचार मलाई माया लाग्यो कुकुरको हामी चाहिँ यहाँ यति माथि हिँडेर आइसक्यो यहाँ पनि अब यहाँबाट चाहिँ गाडी जानु दिँदैन रहेछ त्यही भएर यहाँ चाहिँ सबैजना गाडी कुरेर गाडी यहाँ जाममा होइन रोकेर सबैजना बसिरहेको छ हामी चाहिँ हिँडेरै आयौँ तलसम्म
अब हाम्रो गाडी आउँछ होला यहाँसम्म सबैजना यहाँ लल्लदीहरू आउँदै हुनुहुन्छ यहाँ अब हामी चाहिँ उयो तल बतास डाँडासम्म जान्छौँ खाजा खान्छौँ अनि रेस्ट गर्छौँ एकछिन हामी धेरै थकित छौँ आज हामी कति हिँड्यौँ लगभग 2 घन्टा जति हिँडिसक्यौँ चाहिँ यस्तो छ है पकौडी खाँदैछन् सुन्दा पकौडी कस्तो छ खाजा खाँदैछन् सबैजना अब हाम्रो खाजा चाहिँ यस्तै हो यता सुतुवा र भमिटोवा जनताहरू सब सिल्पिङ वाउ वाउ सबजना गाडी लाग्ने बिचरा सबै दिइरहेको छ ठिक छ नि ल ठिक छ ल रेस्ट गरौँ अब अगाडि जाम छ अब कतिखेर खुल्ने थाहा छैन अहिले चाहिँ हामी ठ्याक्कै भन्नु पर्दाखेरि कहाँनिर भने धुनी बेसी कि के भन्नु बाटोमै छौँ खतरा जाममा परेको अवस्था सबैजना स्लिपिङ गाइज हामी चाहिँ धादिङ बेसीमा झरेर चटपटी खाइसक्यौँ मिठो थियो मैले यिनीहरूलाई चटपटी खान लगेँ यिनीहरू एकदम त्यो चटपटी एकदम मक्ख भइसक्यो है सबजना खाएर पल्किनुहुन्छ तपाईँ सबजना है कस्तो थियो चटपटी गाइज मिठो थियो एक थोपो मिठो थियो देविकाले धादिङको चटपटी मिठो हुँदैन भन्थे तर मैले यिनीहरूलाई दिदी धादिङको चटपटी खुवाएँ धादिङको चटपटी एकदम स्वास्थ्य मिठो 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 अब हामी चाहिँ अब आलु घाटतिर जाँदैछौँ है अब हामी चाहिँ जाँदैछौँ बाई बाई दादी A few moments later. पसिसक्यो हेर्नु गाइज फाइनली हामी चाहिँ आइपुग्यौँ है आलुघाटमा हाम्रो गन्तव्यमा अनि हामी चाहिँ यहीँ सामान झार्दैछौँ एकदम जाडो रहेछ है यहाँ चाहिँ हाम्रो एकदम हेलो भारी लजाइहाल्यो नि अब चाहिँ हामी सामान झार्दैछौँ है अनि त्यसपछि हामी अब हाम्रो होटलतिर जान्छौँ होटलमा अब खानासाना खाएर त्यसपछि भोलि हाम्रो गेम छ उहाँ चाहिँ चटपटी खाँदै चटपटी निकाल्दै यता हेर्नुहोस् त चटपटी धादिङको चटपटी खाँदै निकाल्दै उहाँ साथीको कस्तो छ यहाँ गोर्खामा जाडो छ एकदम कस्तो भयो गाडी कस्तो यात्रा कस्तो प्लास्टिक गुरु कस्तो भयो यहाँसम्मको यात्रा ल भनिदिनुहोस् ठिकै भयो तर एकछिन जाम पर्दा चाहिँ झ्याउ लाग्छ झ्याउ अनि मेरो ब्याग चाहिँ जुत्छ टङ्गै टुङ्गै भोलि म्याच खेल्नुपर्छ भोलि हाम्रो गेम छ त्यसो भएर भोलि ओपनिङ अब हाम्रै छ होला सायद थाहा भएन अब यहाँसम्म हामी राम्रोसँग आइपुग्यौँ त्यही हो भमिटको भमिटको अवार्ड भयो भने चाहिँ यसलाई दिनुपर्छ गाइस यसलाई नै के हो त्यसको यसमा गर्ने हामी छुट्यौँ होइन जाडो रहेछ गोर्खामा जाडो रहेछ म त तिमीहरूको यता है एकै दिनमा बस्ने बित्तिकै भएको यो ऊ त्यहाँ घरमा अहिले एकछिन पछि सकेर आउने त्यहाँ फ्रेस भएर अनि हामी चाहिँ है होइन कस्तो भइरहेछ राम्रो भयो यात्रा मजा आयो छोटो मिठो